सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति ओम शान्ति ओम शान्ति जगत शान्ति आत्माया शान्ति जताकतै शान्ति हैन। यस्तो बोल्न त आउँदैन तर पनि अलिअलि यो टुक्का याद छ। ल यहाँहरुलाई सबैलाई मेरो भिडियोमा स्वागत छ। ल देख्दै हुनुहुन्छ यहाँहरुले मजाले चाहिँ संसारको सबैभन्दा एकदम अति उत्तम खाना उत्तम दुनियामा जति पनि रसोईमा बन्ने संसारको सबैभन्दा उत्कृष्ट खाना मध्येको एक खाना यहाँहरु समक्ष प्रस्तुत गर्न जाँदैछु म। ल हेर्नुस् बिहान उठेर खाली पेटमा यसरी यसलाई मजाले चपाएर यो हेर्नुहुन्छ यहाँहरुले कडी पत्ता यसलाई भन्छ खरीली मजाले यो एकदम चाहिँ गरेर शरीरको लागि पोषक तत्व प्रचुर मात्रामा पोषक तत्व पाइन्छ। यसलाई मजाले चबाएर खाने। अर्को आयो घोडताप्रे यसलाई भन्छ सेन्टिला साइटिटा यो पनि मजाले चबाएर खाने। यसलाई भन्छ बेसिल लिफ तुलसी। हाम्रो मठ मन्दिरमा उत्पादन हुने आफ्नै घरमा किचनमा हरेको किचनमा उत्पादन हुने सबैभन्दा पहिला यो तितो हुन्छ यो खानुपर्छ र टर्मरिक यसलाई भन्छ हल्दी बेसार नेपालीमा। त्यसपछि साथसाथमा यतिकन आम्लो अदुवा यसलाई पनि मजाले खानु। त्यसपछि भनेको देशी लसुन घरको लसुन यसलाई पनि मजाले चबाएर खानु। बीचमा यो सबै खाँदाखेरि पिरो हुन सक्छ यसको लागि टेस्ट भनेको एप्पल छिल्कासितको एप्पल स्याउ मजाले खानु। यो हाम्रो कम्प्लिट खाना भइरहेको छ। अब यसमा भनेको फेरि स्यालेडको फ्लेभर दिन चुकन्दर बिटरुट एकदम टेस्टी। अझै चुकन्दर खाऊँ यसै गरेर एप्पल पनि कन्टिन्यू खाऊँ त्यसै गरेर घोडताप्रे जसलाई टप्रे झार भनिन्छ अझै खाऊँ यसलाई। यो पुदिना यसलाई पनि खाऊँ मजाले। अनि गोसबेरी यसलाई भन्छ हाम्रो लोकल आम्ला। यसरी खाँदाखेरि धेरै एकदम मजा आउँछ। त्यसैले यसलाई भनिएको सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति ओम शान्ति। त्यही भएर भनेको स्वस्थ रहनु जीवनको सबैभन्दा उत्तम फर्मुला रहन्छ हैन। अब लास्टमा डेजर्ट्स भनेको फेरि एप्पल। अब यसरी यसलाई चबाएर खानालाई कहिले काहीँ अल्छी लाग्यो भने सिधा ब्लेन्ड गर्यो भने धेरै चुकन्दर बिटरुट यतिकै धेरै छ यसलाई मजाले पिना पनि सक्यो। एकदम शान्ति यसबाट मिल्छ आत्मा तृप्ति बिहानमै गुड एनर्जी पोजिटिभ थट्स धेरै चिजहरू। यदि चाहिँ अब चिसो हुँदै गयो भने कहिलेकाहीँ एकदम शान्ति महसुस हुन्छ। गरम पानी पियो भने यसरी मजाले गरम पानी पनि पिन सक्यो। नमस्कारम। यहाँहरुको दिन शुभ रहोस् र यहाँको स्वास्थ्य पनि मस्त रहोस्। ल